हामी चाहिँ अहिले सैलुङ डाँडामा आइपुग्यौँ। यो हामी चाहिँ एकदमै फास्ट आइपुग्यौँ, 30 मिनटमै आइपुग्यौँ। अलिक गफ भयो कि 40 मिनटमै आइपुग्यो होला। तपाईँहरू देख्न सक्नुहुन्छ हामी तलबाट हिँडेर आएको। यो चाहिँ सैलुङ भ्यू टावर। पानी भाइ भन्दिनु मेरो चुल्टो खाली छ, उसको त्यो मनै जाली छ। भन्दिनु मेरो चुल्टो खाली छ, उनको त्यो मनै जाली छ। जय सैलुङ। हामी चाहिँ सैलुङबाट फर्केको अवस्था हो यो। ओहो तपाईँहरू आउँदै हुनुहुन्छ, बाई बाई। ओहो तामाङ नि के छ? ओहो अच्छु जाडो। हामी चाहिँ महादेव गुफामा आइपुग्यौँ। जय शम्भु, हर हर महादेव, हर हर महादेव। जय शम्भु, महादेव गुफा की। करिब 1 घन्टाको लाइन बसेपछि बल्ल हाम्रो पालो आउन लागेको जस्तो महसुस भइरहेको छ। यता हाम्रो साथीहरू लाइनमा हुनुहुन्छ। करिब 1 घन्टा बसेपछि होइन त केटाहरू? 1.5 घन्टा। No ball. कालिन्चो गाइज। यो चाहिँ कुरी बजारको एकदमै राम्रो रमणीय दृश्य देख्न सक्छ तपाईँहरू।